हेलो गाइस, आज होइन म लङ्कापाडा च्याम्पियन कप हेर्न गएको थिएँ होइन। अनि हेर्नु गएको थिएँ बबाल भएको अब त्यहाँ स्टार्ट हुनु गइरहेको थियो, ठिकै टाइममा पुग्यो होइन। 20 रुपियाँ रहेछ टिकट, त्यहाँ बसेर यति राम्रो भ्यू पाउँदो रहेछ गाइस होइन, देख्न सक्नुहुनेछ। दामी हुँदो रहेछ। ऊ ठिकै दादाहरू नआइपुग्यो, भाइहरू त अघि आइसकेको रहेछ त भन्यो होइन हाम्रो बसन्दाहरू। आज चाहिँ तपाईँको पग्ली भुटान भर्सेस बाबुलाल एफसी छ नि त होइन। यो रेडमा चाहिँ तपाईँको बाबुलाल एफसी छ भने यता पग्ली भुटान। सबै केटाहरू राम्रो राम्रो खेल्ने रहेछ कि, हेर्नुहोस् न। वाउ, यति दामी दामी खेल्ने केटाहरू थियो कि। उहाँहरू फर्स्ट टाइम क्या दामी बल निकालिदिएको नम्बर 16लाई, पग्ली भुटानको नम्बर 8ले कि। अब दामी सर्ट पनि हानेको थियो, तर अनफर्चुनेटली होइन ऊ चाहिँ अफसाइड भएछ। तर उसले अगाडि नै गिभअप गर्यो। तर म्याच चाहिँ गाइस देख्न सक्नुहुन्छ, क्या दामी चलाएको 5 मिनटमै होइन गोल हालिदिन्छ। हेर्नु नि गाइस, कस्तो दामी गोल हालिदिएछ माथि पग्ली भुटानको। चलाएको 5 मिनटमै गोल भएको छ, दामी गोल हालिदिएछ क्या गाइस। अनि त्यसको बाद फेरि होइन अब म्याचको रिजल्ट हेर्दै गर्नु तपाईँ। गेम हेर्नु, गेम सबै केटाहरू होइन लोकल रहेछ। फेरि यो बाबुलाल एफसीलाई पुरा चान्स पायो क्या। अब फर्स्ट हाफको खेलामा हेर्नु कति चान्स पाएको, तर उनीहरू गोल कन्सिड गर्नु पाएको थिएन। अनि देख्न सक्नुहुनेछ उहाँ कस्तो दामी खेला भइरहेको छ होइन। उहाँ फेरि उहाँ साइड डिफेन्सहरू पनि ओभरल्याप गरेर कहाँ आइरहेको छ होइन, देख्न सक्नुहुन्छ। क्या दामी क्या नम्बर 15को खेला चाहिँ मलाई यति राम्रो लाग्यो। हेर्नुहोस् न, जस क्या दामी गोल कन्सिड गरेको छ क्या। अब नम्बर 15ले चाहिँ हिजोको म्याचमा ह्याट्रिक गरेको छ, तर मेरोमा चाहिँ फर्स्ट हाफको मात्रै छैन खेला। हेर्नुहोस् न, क्या दामी केटाहरू यहाँ हेर्नु नि। उता यो भाइको बल झन् कस्तो दामी चिप हानेछ क्या। अब नम्बर 17ले क्या दामी चिप हानेछ, तर अनफर्चुनेटली अफसाइड रहेछ क्या। अब गोल छैन होइन, 1-1 नै भइरहेको थियो होइन। त्यसको बाद चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ केटाहरू अफसाइड भएर चाहिँ होइन। फेरि अब रेफ्रीले अफसाइड देख्यो नि त होइन। त्यसको बाद हेर्नु केटाहरूको खेला यति फास्ट खेल्दै थियो केटाहरू। हेर्नु बाबुलाल सर झन् त छक्कै पर्छु क्या देखेर सरलाई त। अब यति राम्रो खेल्नुहुन्छ उहाँहरू। उहाँहरू नम्बर 7 लाउनु चाहिँ हाम्रो बाबुलाल सर हो। अहिले पनि हेर्नु स्किल छैन नि, म छक्कै पर्छु क्या अहिले पनि देखेर। यति राम्रो एसिस्टहरू दियो। हेर्नुहोस् सरले लिड गऱ्यो टिम होइन। क्या दामी दामी मौका चाहिँ दुवैजनाले पाएको हो कि, अन्त तर कन्सिडर गर्न नसकेको हेर्नु नि। कस्तो दामी दामी चान्स पाएको दुवै टिमले होइन। दामी खेला चाहिँ दामी हो। नम्बर 10 को एसिस्ट हेर्नु भएछ, क्या दामी हो। अब तर नम्बर 15 एकदम फास्ट लाग्यो मलाई त। मजाको नम्बर 15 को गोल हेर्नु गाइस, यति फास्ट नम्बर 15 ले त्यो म्याचमा चाहिँ ह्याट्रिक गऱ्यो होइन। अनि मेरोमा चाहिँ फर्स्ट हाफको मात्रै छ भिडियो गाइस। अनि हेर्नुहोस् फर्स्ट हाफको भिडियो पनि होइन। दामी थियो क्या नम्बर 11 नम्बर 15, दामी दामी टिम थियो, लोकल केटाहरू रहेछ होइन। यति दामी दामी म्याच भयो। बाबु सरको हेर्नु नि टेक्निकहरू, टच हेर्नु भयो। अहिलेसम्म यत्रो बुढो भएर होइन, फिट चाहिँ यति फिट सर भयो। गेम हेर्नु नि गेम, तर भुटानले पनि पाएको थियो होइन कति मौकाहरू, तर उनीहरू कन्सिड गर्नुमा असफलता भयो होइन। क्या दामी हेडिङ, छुनु मात्रै पर्थ्यो क्या, छुइनँ त्यो पनि। कस्तो दामी हेडिङ थियो क्या। अब कस्तो नराम्रो लाग्यो क्या। अब कति त अनफर्चुनेटली भयो होइन। अनि गाइस फाइनल रिजल्ट चाहिँ के भयो नि, 5-1 भएको थियो गाइस। दामी म्याच थियो, तर बाबुलाल एफसीले जित्यो 5-1 बाबुलाल एफसीले 5-1 जित्यो। दामी खेला भएको थियो म्याच होइन। दुइटै टिम राम्रो थियो, मलाई चाहिँ राम्रो लाग्यो खेला होइन। तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो कमेन्ट गर्नु होला। धन्यवाद।